आज चाहिँ म कता जाँदैछु त साथीहरू, यो रातो पोका बोकेर। नमस्कार सम्पूर्णमा। म चाहिँ घरबाट हिँड्दा एक्लै निस्केको थिएँ, तर बाटोमा निस्किसकेपछि हाम्रो जम्बु टोली सबै भेट भइहाल्यो। अनि त्यसपछि हामी चाहिँ लखर लखर जाँदैछौँ। अनि नानाले चाहिँ तिमीलाई भिडियो बनाउन अप्ठ्यारो हुन्छ भनेर रातो प्लास्टिक नानाले बोक्नु भयो। हामी चाहिँ त्यो घरमा जाँदैछौँ। आज चाहिँ सरिता नानाको बर्थडे हो, त्यसैले हामी चाहिँ सबैजना सरिता नानाको बर्थडेमा जाँदैछौँ। यो चाहिँ अस्ति नैको भिडियो हो, बासी भिडियो के साथीहरू, नरिसाउनु है नानाहरू। मैले चाहिँ आज भिडियो हालेँ। अनि बाटोमा जाँदा जाँदै कति राम्रो फुल रहेछ त्यो 2 ठुङ्गा फुल मैले टिपिहालेँ, टिपेर पनि टाउकोमा सजाइहालेँ साथीहरू। अनि सबैजनाले एक एकवटा फुल चाहिँ हामीले चाहिँ सजायौँ होइन। अनि त्यसपछि एउटा भिडियो पनि ट्याक्क बनाइहाल्यौँ। अनि त्यसपछि अनि हामी चाहिँ लाग्यौँ कतातिर भन्दा नानाको घरतिर। हामीलाई चाहिँ उल्टै भित्र पुग्दा चाहिँ नानाले सरप्राइज दिनुभयो। तपाईँहरू देखेर छक्क पर्नुहुन्छ। नाना त पुरा रेडी केक काट्नु रेडी भएर बसिराख्नु भएको रहेछ है। मेरो मेरो ह्याप्पी बर्थडे भन्दै हाँस्दै हाँस्दै बस्नु। अनि मैले चाहिँ एउटा फुल नानालाई दिइहालेँ, दिपाले पनि दियो सबैजनाले। अनि ल ल ल ल स्प्रे हानु भनेर मैले चाहिँ स्प्रे हानिदिएँ। त्यसपछि अनि मेरो बर्थडेमा लु केक काटिहाल्नु भनेर नाना त हतार पतार गर्नु थाल्नुभयो। अनि हामीले हतार हतार गर्नु थाल्यौँ। अनि दिपाले चाहिँ पुरा नानालाई सेतेस्ते बनाइदिनु भयो। नानाले चाहिँ ट्याक ट्याक केक त हेर्नु न कतिवटा काट्नुभयो है, खुसीले काट्नु भएको अरे। ओके ओके भन्दै अनि केक काटिराख्नु भएको छ। अनि त्यसपछि हेलो सम्पूर्णमा है, मलाई चाहिँ धेरै धेरै यति राम्रो सरप्राइज दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै हुनुहुन्छ नानाले। अनि ल खाएर गर्दै खानुहुँदैछ नानाले चाहिँ। अब के गर्नु, सरिताको बर्थडे फेरि पनि होस् ल भन्नुहुँदैछ क्या। अनि ओके भन्दै म चाहिँ गरेँ। अनि माइजुल पनि खाए ल भन्दै खानुहुँदैछ। अनि त्यसपछि रेणुका नानाको पाला आयो। अनि रेणुका नाना कप्लक खुवाएर अनि म पनि खाएँ ल भन्दै रेणुका नाना पनि ठुलो घाँस कप्लक खानुभयो। त्यसपछि भान्जीको पाला आयो। भान्जी चाहिँ भेज हो नि त, अनि भान्जी चाहिँ केही पनि खानुहुन्न। अनि सबै खुवाइदिनु भयो। अनि मेरो पाला आयो। म पनि नानालाई मारी दल दिएँ। त्यसपछि कप्लक्क खुवाइदिएँ। अनि त्यसपछि अनि हग गरेर अनि आफू खाएको त पछाडि त त्यस्तो रहेछ। अनि नाना चाहिँ पुरा आँखाभित्र के पसिगयो अरे स्प्रेहरू। अनि रुए जस्तो गर्नुहुन्थ्यो। नरुनु न नरुनु नाना नरुनु भनेको त व्या 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 गर्दै हुनुहुन्छ के। अनि हामी एकछिन रमाइलो गऱ्यौँ खुब। अनि त्यसपछि बाहिर एकछिन फोटो खिच्नु निस्केको। नाना खुसीले उफ्रे हुनुहुन्छ, बर्थडे गर्ल म हो म भन्दै। अनि हाम्रो भेट हुँदा चाहिँ यत्तिकै रमाइलो हुन्छ कि साथीहरू सधैँ। अनि हामी चाहिँ सधैँ यस्तै हुन पाऊँ भन्न चाहन्छु है सबैजनालाई। अनि हाम्रो चाहिँ सधैँ यस्तै सम्बन्ध भइराखोस् ल। बाई बाई।